जीवनभर रोगहरूबाट टाढा रहन यी परीक्षणहरू अनिवार्य गराउनुहोस्। बढ्दो उमेरसँगै विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छन्। यस्तो अवस्थामा यदि यस्ता रोगहरू सही समयमा पत्ता लगाउन डाक्टरहरूले सबैलाई केही मेडिकल परीक्षण गर्न सल्लाह पनि दिन्छन्। यसकारण आज हामी रोगहरूबाट टाढा रहन तपाईहरूले गर्नुपर्ने परीक्षणहरूको विषयमा जानकारी गराउँछौं। यदि तपाई स्वस्थ रहन चाहनुहुन्छ भने आहार, व्यायाम र सही जीवनशैली धेरै महत्त्वपूर्ण छ। यसका साथसाथै केही मेडिकल टेस्ट पनि धेरै महत्त्वपूर्ण छन्। यसबाट शरीरमा कुन रोगहरू बढिरहेका छन् भन्ने सजिलै थाहा हुन्छ र सही समयमा उपचार पनि हुन्छ। अब कुरा गरौँ कस्ता परीक्षणहरू गर्नुपर्छ त। पहिलो छ प्याप स्मियर। प्याप स्मियर एक धेरै महत्त्वपूर्ण परीक्षण हो जसले पाठेघरको क्यान्सर पत्ता लगाउन मद्दत गर्छ। यस परीक्षणमा गर्भाशय कोशिकाहरूको नमुना लिइन्छ र माइक्रोस्कोप अन्तर्गत जाँच गरिन्छ। यदि परीक्षणमा असामान्य कोशिकाहरू भेटिएमा थप अनुसन्धान आवश्यक हुन सक्छ। यसैगरी अर्को छ स्तन क्यान्सर स्क्रिनिङ। स्तन क्यान्सर परीक्षण एक धेरै महत्त्वपूर्ण परीक्षण हो जसले स्तन क्यान्सर पत्ता लगाउन मद्दत गर्छ। यस परीक्षणमा स्तनको म्यामोग्राफी गरिन्छ जसको माध्यमबाट स्तनमा कुनै समस्या भएमा पत्ता लगाइन्छ। अर्को छ हड्डी खनिज घनत्व परीक्षण। हड्डीको बल पत्ता लगाउन खनिज घनत्व परीक्षण गरिन्छ। यस परीक्षणको सहायताले हड्डीसँग सम्बन्धित समस्याहरू जस्तै अस्टियोपोरोसिस पत्ता लगाउन सहयोग मिल्छ। अर्को छ थाइराइड परीक्षण। थाइराइड प्रकार्य परीक्षणले थाइराइड ग्रन्थीको कार्य पत्ता लगाउन पनि मद्दत गर्छ। यस परीक्षणमा रगतमा थाइराइड हर्मोनको स्तर पत्ता लगाइन्छ जसको माध्यमबाट थाइराइड सम्बन्धी समस्याहरू पत्ता लाग्छन्। अर्को छ मधुमेह स्क्रिनिङ। मधुमेह जाँच गरेर मधुमेह पत्ता लगाइन्छ। यस परीक्षणबाट रगतमा चिनीको मात्रा पत्ता लाग्छ। अर्को छ लिपिड प्रोफाइल परीक्षण। यस परीक्षणले रगतमा लिपिडको स्तर पत्ता लगाउँछ। यस परीक्षणमा रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स र एचडिएल को स्तर नापिन्छ जसले मुटु रोगको जोखिमबारे जानकारी दिन्छ। अर्को छ भिटामिन डी को परीक्षण। रगतमा भिटामिन डी को स्तर मापन गर्ने रगत परीक्षण हो। मधुमेह र हृदय रोगको जोखिम पत्ता लगाउन सकिन्छ। यसले केही प्रकारको क्यान्सरको जोखिमबारे पनि जानकारी दिन्छ। यस्तै अर्को छ भिटामिन B12 को स्तर जाँच। यस परीक्षणबाट रगतमा भिटामिन B12 को स्तर जाँच गरिन्छ। यसबाट भिटामिन B12 को कमी, रक्त अल्पता, स्नायु प्रणाली, मानसिक स्वास्थ्य र अन्य रोगहरू पनि पत्ता लगाइन्छ।